यो चाहिँ धोका पाउने जोडीहरूको लागि यो चिठी लेखे आज तिम्रो लागि। खबर के छ मलाई चासो छैन, राख्यो बलियो छ हाम्रो प्रेमको डोरी, तर खासमा कपासको धागो रहेछ। जहाँ छोड्यौ तिमीले आज त्यही छु म, मलाई तिम्रो मायाको खाँचो होइन। म एक्लै हिँडे कति काँडे तारमा, तर फर्केर फेरि त्यही बाटो गइन। कति भन्ने गर्थ्यो यो मौनताले हामी टाढिएको त भनिँदैन, तर भोकाएका मेरा पानाहरू आज तिम्रो यादले भरिँदैछ। हिजो एउटै ढुङ्गामा सफर गऱ्यौँ, हरेक छाल छिचोल्न सफल भयौँ, तर हाम्रो मायाको सागर आज एक अर्को बिना पनि तरिँदैछ। मलाई याद छ तिमीले दिएका ती वचनहरू, हामीले सँगै कोरेको प्रेम कथालाई कहिलेसम्म म जतन गरौँ। तिमीलाई उज्यालो दिने त्यो टुकिरहेन, अब आफैलाई नै बदल्छौ। तिम्रो स्वभावमा कुनै मुना थिएन, भन कसको लागि म मगन बनौँ। कहाँ सक्थ्यो होला र सोच्न मनी एक वचन तिमीले, तर सोच्न पर्ने। तिमी हरायो धेरै मानिसको हुलमा, फर्केर आइन खोज्न भनी। तिम्रो वचनहरूले मन भारी भएको थियो, फेरि बाध्य थिए याद बोक्न पनि। सायद दाग देख्यौ मेरो चरित्रमा, तर जुनमा पनि त खोज्छ कति। खुसी थिइनँ तिमीलाई पाउँदा जति, निकै चर्चा चल्थ्यो मेरो गाउँमा घरि। सँगै हात समाएर जाउँला अघि, बरु मिठो नमिठो खाउँला भनी। पछि रोए मायाको दाउमा परि, नुन छर्किँदा अतीतको घाउमा कति। गुनासो छैन तिमीले छोडेकोमा, तर आउँछन् यादहरू पाउन पनि। आउँछन् यादहरू पाउन पनि। म स्वागत गर्छु फेरि आँसुले, बास माग्छ मेरो छातीभित्र। कुकुलो थियो विश्वासको डोरी, तिमीले पनि चाहेनौ बाँधी हिँड्न। तिमीसँग काटेका पलहरू एक्कासी आउँछ मेरो घाँटी थिच्न। मिल्यो भने भेटौँला अर्को जुनी, तर यो जुनी त तिमीलाई माफी दिन्न। अझै कामिरहेछ मेरो हातहरू, खै कुन आधारले तिमीलाई राख्नु प्रश्न। धेरै लेख्न खोजेँ मैले तिम्रो बारे, तर शब्दभन्दा पहिला आँसु झर्छ। हो काट्नु पर्छ यो जिन्दगी, तिम्रो अङ्गालोमा बाँधी हाँस्नु मन छ। यति भन्दा भन्दै पनि टाढी गयौ, के पाउन लागि अब राखु कष्ट। फोन गरेको थिए त्यो दिन पनि, तिमी व्यस्तहरूको हात समाउन। दैवले पनि के गर्न सक्थ्यो जब तिमीले चाहेनौ हात हटाउन। हेर खोजे जति छन् बजारभरि, केही मूल्य दिएर रात कटाउन, तर परेर त हो जीवन बुझ्ने कहाँ सक्थ्यो तिमीलाई पाठ पढाउन। भन कसरी तिर्छौ ऋण मेरा आँसु रूपी जलहरूको, अलिखित थिए सबै बाचा अनि घोषित तिम्रा ती छलहरूको। भन्नेले भन्छन् यो मायामा लिनु दिनुको हिसाब हुन्न भनी, तर दुरुस्तै हिसाब छ मसँग हामी छुट्टेपछिका पलहरूको। थ्याङ्क यू सो मच। कस्तो भइरहेछ उहाँले